ल साथीहरू, काम सिधेपछि म गइरहेछु सिधै मार्केटभित्र छिरेपछि हेरेको लिची यस्तो रहेछ, यस्तो जाडोमा भेट्दैछ। अनि हेर्नु होला यो मार्केटमा यो फलफुल भेट्दैछ, यति राम्रो राम्रो छ है। सेउ पनि छ, रातो छ, सेतो सबै छ। अलि महँगो छ तर के गर्ने हो, खाने मन पऱ्यो भने लिनुपर्छ। अनि यहाँ सुन्तोला अनि कुन फल हो थाहा छैन। अनि अन्डालाई हेर्नु, अन्डा कत्रो महँगो रहेछ होइन। अब साथीहरू भन्छ विदेशमा छ त अनि मौज गरिदियो होला यिनीहरू, तर यस्तो होइन, महँगो छ धेरै। केही पनि खान। पातकोपी रहेछ 2 रियल किलो, अनि लालकोपी पत्ता, अनि फुलकोपी रहेको छ एउटा। यो सिमला मिर्ची हाम्रो के भन्छ मलाई थाहा छैन, देखेको छैन नेपालमा, देखेको होला तर अनि यो भेजिटेबलको ठाउँ रहेको छ। यो साउदी अरब मार्केटभित्रको भिडियो रहेछ साथीहरू। म मार्केट गएको, अब चिकन छ यता, अलि महँगो ठिकै छ चिकन। आफ्नो 800 ग्राम 900 ग्रामको माछा छ होइन। हेर्नु यहाँ जिउँदो माछा रहेछ। ल अब भाइले त प्राइस चाँच दिएछ, अब काउन्टरमा लिएर जाने। म चिकन लिएको एउटा एप्पल अनि पेप्सीको बोतल सानो। यो मेरो स्कुटी कम्पनीले दिएको छ मलाई ड्युटी गर्नको लागि। अब ल यो नयाँ पार्क बल्ल बल्ल खोलेछ भर्खर। अब धेरै रमाइलो हुँदैछ त है। आज फ्राइडे छ नि साउदी अरबमा, त छुट्टीको बेला छ, धेरै बहुत मान्छे हुन्छ यहाँ त। ल मेरो रुम पनि आयो, यो मेरो कम्पनीको साइड हो, ब्रान्च भन्छ दुइटै। यो पल्लोपट्टि मेरो कोठा छ रुम।